कति वर्ष पुग्नु भयो? म 80 वर्ष पुग्नु आँटेँ। हजुर 2 वर्ष छ हौ 80 वर्ष पुग्नु। आम्मामा है ए तगडा हुनुहुन्छ त अन्त है। घर चाहिँ कहाँनिर हो तपाईँको? चियर तल। ए यही नजिकै हो। चियर तल्लो घर। दिउँसो चाहिँ यही काम गर्नुहुन्छ? यहाँ म तपाईँलाई हिजो पनि देखेँ नि मैले, मजाले बुन्दै हुनुहुन्थ्यो। म अल्छी लाग्छ के बसिराख्नु निन्द्रा हो त है। जति त्यो मलाई धावाको कुरा छैन। हजुर हात पनि लाग्दैन, त्यतिकै निन्द्रा मात्रै लाग्छ बसिराख्नु भने। तर हात चलाइराख्नु भनेर है छोरा। कति राम्रो त अन्त। कति भयो यो बुन्न सिक्नु भएको नि? ए भर्खर सिक्दै गरेको अस्तिदेखि। भर्खरै? भर्खरै भने कति वर्ष? होइन हिजो अस्तिदेखि। ए हो कति भयो भने 12 दिन जस्तो भयो। आम्बो भर्खरै? पञ्चमीको दिनदेखि। त्यस दिन शिरपञ्चमी थियो रहेछ। ए आम्मामा 77-78 वर्षको उमेरमा सिक्नु भएको यो बनाउनु? त्यस्तो रहर लाग्यो तपाईँलाई? रहर लाग्यो भन्दा पनि खालि बसिराख्यो निन्द्रै लाग्ने। त्यो पनि हो नि। अब त झन् साह्रो उग्ने दिन आयो। लामो दिन आउँदैछ नि अझै। ए सिक्न गाह्रो भयो त? भएन है, सजिलो छ। अनि के तपाईँले त्यो बिचको पनि बुट्टा हाल्नुहुन्छ? बिचको बुट्टा पनि हाल्नुहुन्छ? यो बिचको बुट्टा होइन, त्यो त यस्तै आउँछ के। ए खालि छेउछेउको बेर्नु मात्र? बिट मात्रै लाउने खालि यो। ए बिट मात्रै लाउँछ। ल कति राम्रो। आम्मामा 78 वर्षको उमेरमा सिक्नु भएको नि। लु है कति राम्रो। आमा तपाईँको नाम के भन्नुभयो? आमाको नाम? मेरो? हजुर मेरो म्याम सरी चामलिङ। म्याम? नामै म्याम? म्याम सरी चामलिङ। ए म्याम सरी चामलिङ। चामलिङ राई। अब अङ्ग्रेजीमा म्याम भनेको त आदर गरेर यो बोलाएको हो नि त। तपाईँको नामै म्याम रहेछ। कति राम्रो नाम। घरमा को छ तपाईँको? मेरो? हजुर मेरो परिवार लामो छ है। लामो छ कि ठुलो छ? 4 भाइ छोरा, 4 बहिनी बुहारी, अनि 2 बहिनी छोरी, 2 भाइ जुवाई, अनि नाति नतिना, अनि पनाति पनातिनी। ढकमक्क रहेछ त अनि तपाईँको त फुलबारी। के राम्रो परिवार भगवानले अहिलेसम्म दिइराख्नु भएको छ। रोग बिमार केही छैन मलाई? हजुर ए दबाईको भरमा बाँचेको छु। ए हो के को दबाई खाइरहनु भएको छ? ठुलो कुरो दम, अनि ग्यास्ट्रिक, अनि यो बाथ पनि छ। खै के छ के हो पथरिया पनि छ भन्छ डाक्टरहरूले। के को पथरिया? पित्त थैलीमा अरे। ओहो 2 दिन बाँचिन्जेल बरु के गर्नु पर्यो भन्दैछु। अरूले चाहिँ ढुङ्गा त्यो घाँटीमा लाउँछ, तपाईँले चाहिँ ढुङ्गा पित्तको थैलीमा बोकेर हिँड्नु भएको छ? तेरिका अब के गर्नु त, यहीँ उब्जियो छ है। त्यो मैले लगाएको भएको ठिकै छ नि। के मजाले गर्नुहुँदो रहेछ। यो पनि आफैले पार्नु भएको? यसलाई के भन्छ? चोया भन्छ बाँसकोलाई? त्यो तपाईँले हातमा लिनु भएको? हजुर। ए चोया आफैले बनाउनु भएको? होइन, उहीँदेखि आउँछ यो डोरी चोया। ए सबै यहाँ खालि बसेर गाँस्नु मात्र? खालि बिट लाग्नु मात्र। ए लु त्यो एउटा लाग्यो भने 12 रुपियाँ अरे। ए ठिक छ नि त। दिनमा कतिवटा गर्नुहुन्छ हौ तपाईँले? म त 3वटा जोडा 3वटा एक दिनमा? 4वटासम्म। भर्खर सिकारु पर्नु भयो नि त। फेरि हातै लाग्दैन के बुढाबुढी मान्छेको। त्यो होइन, तर गर्दै जाँदा हात लागिहाल्छ नि है छोरी। हो होइन होला, के राम्रो यो हाम्रो छोरी त। त्यो पनि हो है। दिमाग पनि यताउता लाग्दैन है, काममा एकरो भइबस्छ। तपाईँलाई भेटेर खुसी लाग्यो है।
तपाईँको घर चाहिँ कहाँ छ? म त सिलगढीदेखि आएको। सिलगढीदेखि? हजुर। ए अनि उही परिवारै छ उतै छ नि परिवार सबै। अनि कहाँदेखि आउनु भएको त्यहाँ सिलगढीमा जानु भएको? यहाँ तपाईँलाई खोज्दै आएको नि। अहिले परिवारहरू कतिजना बनाउनु भयो? मेरो बुढी एउटा छोरी। ए छोरा पाउनु बाँकी रहेछ। पर्दैन आमा, पाउनु पर्छ नि, छोरा भनेको छोरै हो। हुन त हो, छोरा भनेको छोरा हो, छोरी भनेको छोरी हो। छोरी त लगी त हाल्छ, हेरेको हेरेकै जुइले लगिहाल्छ है, हेरेको हेरेकै। छोरा भएदेखि बुहारी ल्याइदिन्छ। यहाँ हेर्नु त, बुहारी ल्याइदिएर नाति छ, नातिनी छ, नाति छ। ठिकै छ नि त, हामी चाहिँ अब यो छोरी हो भने यसलाई लगिहाल्छौ, त्यसैको हुन्छ। ठिकै छ नि त, हामी चाहिँ अब नाति त हुन्छ नि। घरमा ल्याउने ज्वाइँ ल्याउला नि त, घरमा आउने ज्वाइँ। माया मात्रै हो है, अर्काको नाति हो र छोरी अर्काको नाति आफ्नो भयो नि त। यो बुढीको खटन लाग्छ होइन, म त जे होस् बुढाबुढीको खटन लाग्छ नि त, उनीहरूको नाति नातिना आफ्नो खटन लाग्छ। आमाको त खास कहाँ हो के अरे बस्ती घर? गाउँको गाउँ चाहिँ हाम्रो खोटाङ। खोटाङ कहाँनिर? खोटाङ हाम्रो चिन्नुहुन्छ? होइन भन्नुहोस् न अन्त, भन्दा के भएर? चिन्नुहुन्न होला, रतन छ। हजुर, रतन छ। ए कति भयो नि यता बिहा गरेर यो झर्नु भएको कि? हामी बुढेसकालमा झरेको नि। ए हो र, माथि रमाइलो कि यहाँ रमाइलो? जहाँ बस्यो उहीँ रमाइलो नि बाबु, यहाँ पनि रमाइलो लाग्छ। माथि गयो माथि नै रमाइलो। अहिले त पहाडमा पनि गाडी पुगेर मजा छ। गाडी पुग्नु मजा हो। अनि सबै बिक्री हुन्छ नि त, सुविधा बनाउनु सकियो भने। इस्कुसहरू, सिस्नु होइन, के हो के नि। खेती छ उता माथि? खेती छ, खेतीबारी कस्तो छैन त, हाम्रो त बेचेकै छैन। ए होइन, जियोस् राख्नु भएको छ। अनि माथि कसले हेर्छ तपाईँहरू? माइला माइली बस्थ्यो। माइला त अब विदेशतिरै डुलेको धेरै भयो। तपाईँको छोरा बुहारी नाति नचेनाहरू माइलाको माथि बस्छ हेर्थ्यो। अहिले त काठमाडौँ तिनीहरू पनि लागिरहेको छ। ढोका चाबी लाएर अरे भन्छ। अब घर पनि बिग्रने भयो, मरि मैले चाहिँ अब तपाईँले बनाएको होला नि मुढा लाने? तपाईँले बनाएकै मुढा लान्छु होला मैले? मैले बनाउँदै गरेँ। अब तपाईँलाई सम्झिँदै म बस्छु नि। हुन्छ बाबु, हुन्छ। तपाईँ के थरी पर्नुभयो? म के थरी होला? के थरी होला तपाईँ? र त के थरी पर्नुभयो भनेको नि? होइन, तपाईँको त्यो विचारमा के थरी होला? होइन, म त यतातिर किन त्यस्तो थरी सोधेको है? झापातिर होइन, अब म अघि बताइहालिनँ, म चाम्लिङ भनेर। मैले तपाईँको नाम सोधेको, तपाईँले बताइहाल्छु। राम्रै हो, तपाईँले त आफ्नो म त नामदेखि नै बताइहाल्छु। र तिमी के थरी भन्यो भने अघि क्या भनेको थिएँ भने? म चाहिँ छेत्री हो। ए छेत्री जस्तो त हुनुहुन्न त। हो, के गर्नु, म छेत्री हो। त्यही भएर मलाई पत्याउँदैन कि छेत्री भन्यो भने ढाँटेको भन्छ। दाजुडुङ्गा थोरै आएछ। हजुर, हो मतवाली जस्तै देखिन्छ। हो, मलाई कतिले नेवार भन्छ। हजुर हजुर, म पनि त्यस्तै लागिरहेको। कति बजीदेखि सुरु गर्नुहुन्छ यो बुन्नलाई? जति बेला भेट्यो त्यति बेला नि। यो खुरु त होइन नि त, घरिघरि ला हामीले बोलेर डिस्टर्ब भइसक्यो है नानीलाई? होइन, बिचारा त्यो निन्द्रा लाग्दा यसलाई त्यस्तै नै हुँदो रहेछ। तपाईँको नाति? कहाँ सुरक्षाको मम्मी पैसा लिन आऊ। यता भन्छ क्या पोटपरा कसले?
अब त्यो जसले भेट्यो उसले त्यसो भन्ने नि त यता 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 हजुरआमा यता यता भन्थ्यो उसको लागि मेरो पाहुना म पाहुना खानु आएको छु ऊ त्यो घरमा अल्गो घर देखाइदियो ए यहाँ पो खिच्नु थालेको यो त अब सबै आउँछ नि अब तपाईलाई अब सबैले देख्छ अब तपाईँको बिचारी त यहाँबाट राखेको रहेछ अब के अरे हाम्रो लाजै भयो है मलाई त माम आमाले बनाएको मुडा फेमस हुने भयो ल ल ल ल आमा बस्नुहोस् है होस् त यस तपाईँसँग भेटघाट भयो खुसी लाग्यो यस्तो उमेरमा पनि जाँगर जोस देखाएर मुडा बुन्दै हुँदो रहेछ अझै बुन्नुहोस् अब यो पालि 2टा लग्यो अब अर्को पालि 16 वर्ष पो हुँदैछु ए आम्मो भर्खर 16 वर्ष उमेर आउँदैछ है मेरो है ल ल केही छैन छोरा होइन जोसैमा त अब केही छैन नि उमेर भनेको खालि गिन्ती मात्र हो रे क्या होइन मुख्य कुरो चाहिँ मान्छेको मन हजुर होइन कोही खाउँ खाउँ लाउँ भन्ने उमेरमा पनि बुढो जस्तो भएर बस्छ होइन कोही अब मान्छे उमेरले त्यस्तो भइसके पनि जोस जाँगर त अब यो आमा जस्तै जोस जाँगर भएर बस्छ र त बिमार बल्झेपछि चाहिँ मर्नु न बाँच्नु भयो हजुर बिमार बल्झेपछि चाहिँ मर्नु न बाँच्नु भयो अब अन्नपानीको शरीर हो त्यो हुँदै गर्छ फेरि बिमार फेरि सन्चो त्यस्तै हुँदै हो अब ला यहाँ त 90 पो गरेछु गफ गर्दै अल्झाइदिएँ है मैले तपाईँ ल ल म बन्द गरेँ गर्नुहोस् काम ल है धन्यवाद है त यसरी बुट्टा न सियोले हातै खोज्नु भयो अँ ओहो अलि होसियारीसँग गर्नुहोस् है यसो नपुरी पो बुद्धि एउटा हुँदैन त्यसरी बान्ने काम डोरा ए बिउ बान्ने तरिका त्यस्तो पो अँ अच्छा तपाईँ त राम्रो बुन्ने हुनुभएछ त अँ श्री पञ्चमीको दिनदेखि बुन्न थाल्नु भएको हजुर नानीहरूलाई चाहिँ अक्षर पढ्छ तपाईँले चाहिँ मुडा पढ्नु भएछ कतिजनाले नि त्यस दिन म खाली भएर आएको त श्री पञ्चमी रहेछ ए बुहारीले पो त्यसो भन्छ ए ल मुडा क्लासमा आउनुहोस् भनेर ए ठिकै परेछ मुडाको स्कुलमा पढ्नु भयो तपाईँ ल धन्यवाद आमा ल बस्नुहोस् है हुन्छ धन्यवाद है तपाईँहरूलाई पनि ए मुडा पो लानु पर्ने त त्यही त मेरो मुडा ल खै बिरालो पनि जाउँ भन्छ के हो ओइ ओइ